ए कुलङ्गार त मृगौला पीडित फेरि यो के नयाँ तमासा हो तेरो यहाँ अझ चुप चुप पो भन्छस् घरको काम गर्नु छैन मृगौला पीडित के भनेको छ खुरक्क मिलमा गएर एक बोरा मकै पिसेर लिएर आइज त बलरामजी तपाईको दुईवटै मृगौलाले काम नगरेको भन्ने कुरा चाहिँ कसरी थाहा पाउनुभयो पहिला त दाहिने कोखो ट्रास गोठो त्यसपछि देब्रेमा हानो त्यसपछि नाइटो वरिपरि एकदमै दुखो त्यसपछि त थाहा भइगयो नि दुईटै मृगौलो फेल भएछ तपाईको दुईवटा मृगौला फेल भइरहेको अवस्थामा आम जनतालाई के भन्न चाहनुहुन्छ बलरामजी मेरो दुवै मृगौला फेल भएर जीवन र मरणको दोसाँधमा छु म बाँच्न चाहन्छु म गरिबलाई प्लिज बचाइदिनु कस्तो रोग लाग्यो के का भिडभाड हो यहाँ मृगौला पीडितको न्यूज बनाउँदै हो बा बले ए कुलङ्गार त मृगौला पीडित फेरि यो के नयाँ तमासा हो तेरो यहाँ अझ चुप चुप पो भन्छस् घरको काम गर्नु छैन मृगौला पीडित के भनेको छ खुरक्क मिलमा गएर एक बोरा मकै पिसेर लिएर आइज त नत्र तेरो करङ कसरी गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ आदरणीय दर्शकवृन्द दुवै मृगौला फेल भएर जीवन र मरणको दोसाँधमा रहेका उहाँ बिरामीलाई उहाँको पिताले गर्नुभएको अमानवीय व्यवहारको हामी भर्त्सना गर्दै उहाँलाई कडाभन्दा कडा कारबाहीको लागि हामी अपिल गर्दछौँ सुक्को झरल त कान्छा बाउ मरल भन्थे त्यही भने जस्तै होला कोही जाम्नाहरूले एक सुको एक कौडी झारेन ए भान्जा तिम्रो बलकले काम गरेन यहाँ खोइ एउटा दाता आएका छैनन् मामा यात्रा जारी छ टु बी कन्टिन्युड कुबिका बाउ बलेको त दुईटै मृगौला फेल भएछ त द्याइ के कुरो गर्छ यो बाउ मृगौला फेल भएर सुतेको छोरालाई काम गरेन भनेर गाली गरेछ बाउचाले मिडियाभरि भाइरल छ त यो कुरा ए है अनि सिधै भएको के तरिका है बाउ दुईवटा मृगौला फेल भएको छोरोलाई काममा लगाएर दलेर हेप्न पाइन्छ त्यो पनि सार्वजनिक मिडियाको अगाडि के त भन्दाखेरि आखिरमा हो यस्ता पानी मरुवालाई कालो मौसो दलेर जुत्ताको माला लगाएर गाउँ घुमाइन्छ के गर्छौ हो नि यस्तो कारवाही गर्नुपर्छ गइहाल्नुहोस् त तपाईँ लु म हिँडे मलाई यो संसार कस्तो छ भन्ने एकदमै हेर्न रहर छ कृपया तपाईँहरूले सहयोग गरेर मेरो आँखा फेरिदिनु न प्लिज मेरो बुवा पनि दुईटै आँखा देख्नु हुन्न थियो कसैले सहयोग गरिदिनु लास्टमा दुईटा किडनी फेल भएर बित्नुभयो संसार हेर्न चाहन्थे सेवा गरे मेवा मिल्छ भन्छ म पनि यो दृष्टिविहीन र यो किडनी फेल भएकोलाई सहयोग गर्छु जे भए पनि डोनर काका भनेर चिन्छन् नि गर्नुहोस् म तपाईँको दुईटै आँखा फेरिदिन्छु पर्दैन बाबु अब बुढेसकालमा के हेर्नु छ र आँखा फेर्नु यो आँखा फेरिदिनु भन्दा पनि बरु यो कटेज सटेज मर्मत सम्भार गरिदिनु यसो पैसा सैसा दिनु नि होइन त्यसो नभन्नुहोस् बाजे म तपाईँको आँखै फेरिदिन्छु आँखै फेरेपछि संसार देखिन्छ संसारै देखेपछि देखा जाएगा म तपाईँको संसार हेर्ने सपना पुरा गरिदिन्छु अनि साँच्ची यो गाउँमा एकजना दुईटै मृगौला फेल भएको बलरामजी हुनुहुन्छ अरे उहाँको घर चाहिँ कता हो ए है अनि यस्तो बिरामी छोरोलाई काम हराउने ती सितेमा कस्ता निर्दय हो के त भन्दाखेरि आखिरमा हो नि त मान्छेमा दया माया नभएपछि कसैको केही लाग्दैन रहेछ धैर्य गर बाबु तँलाई केही हुन्न उनै हो मृगौला पीडित भनिएको मान्छे नआतिनुहोस् म तपाईँलाई नै भेट्न आएको अब मैले युट्युबमा तपाईँको भिडियो हेरेर थाहा पाएँ तपाईँको दुईटै मृगौला फेल भयो भनेर म मेरै खर्चमा तपाईँको दुईटै किडनी फेरिदिन्छु उहाँको दुईटै आँखा मेरै खर्चमा मैले फेरिदिन लाग्यो मेरो नामै डोनर काका अलिअलि खर्च दिनुभयो भने उपचार त हामी आफै गरिहाल्छौँ नि बा मलाई बा भने को छोरो जन्मे फेरि जगल्टे भाइ तिमी किन ज्यादा बाठो हुने
म भनेको एउटा जिम्मेवार व्यक्ति, म उहाँलाई मेरै आँखा अगाडि अपरेसन टेबलको छेउमा बसेर उहाँको दुईटै किडनी अनि उहाँको दुईटै आँखा फेरेर पुण्य कमाउन चाहन्छु। नामै डोनर काका। मैले के गर्न खोज्नुभयो तपाईँहरूले? हामीले यसो गर्न खोजेका बिरामी भनेर ल्याइएका हामीसँग दुईजना मान्छेहरू छ। एकजनालाई दुईटै आँखा फेर्नुपर्ने बिरामी भनेर ल्याइएको छ, अर्कोको दुईटै मृगौला फेर्नुपर्ने बिरामी भनेर ल्याइएको छ। अब तपाईँले दुईटै आँखा फेर्नुपर्नेवाला बिरामीलाई अपरेसन थिएटरभित्र लाग्यो, आँखा दुईटा सेतोपट्टि बाँध्नु, जस्ता जस्तै बाहिर निकाल्नु। त्यसपछि फेरि मृगौला फेर्नुपर्नेवाला बिरामीलाई पनि अपरेसन थिएटरभित्र लाग्यो, भुँडीमा सेतोपट्टि बाँध्ने, जस्ता जस्तै बाहिर निकाल्नु। त्यसपछि तपाईँले गर्नुपर्ने काम, हाम्रो डोनर छ नि जुटो, उसँग तपाईँले 50 देखि 60 लाख रुपियाँ बनाएर पैसा असुल गर्नु। त्यो बापत तपाईँलाई 5% आउँछ, अरू सबै पैसा आउँछ। यो काममा तपाईँले तलमाथि गर्नुभयो भने तपाईँको यात्रा सिधै माथि। हस्, म त्यसै गर्छु। ल, तपाईँहरू दुवैजनाको अपरेसन सक्सेस भयो। बाजे, यो धरतीमा पहिलोपटक तपाईँ कसलाई हेर्न चाहनुहुन्छ? अब कसलाई हेर्नु भन्नु, खोइ जसले लाखौंको बिल तिरेर मलाई यो धरतीमा आँखा देख्न सक्ने बनायो, म उसैलाई हेर्छु। डोनर काका। बाजे, बिस्तारै उठ्नुहोस् त। ल, बिस्तारै आँखा खोल्नुहोस्। खोइ कता हुनुहुन्छ डोनर काका? उहाँ तपाईँकै अगाडि बसिरहनु भएको छ। मेरी आमै नि डोनर काका, तपाईँले गर्दा म आँखा देख्न सक्ने भएँ। ल ल ल, अब कहाँ कहाँ यो भर्खर अपरेसन गरेको आँखा खस्ला फेरि फाट लाएर। ल, बधाई छ तपाईँहरूलाई, तपाईँको अपरेसन सफल भयो। अब केही पिर मान्नु पर्दैन। अब उहाँको त भर्खर होस आएको छ के कुरा गर्नु। जे होस्, मलाई खुसी लाग्यो तपाईँहरूको अपरेसन सफल भयो। केही पिर मान्नु पर्दैन, मैले सबै बिल पनि तिर्दिसकेको छु। अनि मेरो अब कर्म पनि सिद्धियो। अब म बिदा हुन्छु। अनि भोलि पनि तपाईँहरूलाई त्यस्तो केही मद्दत चाहियो भने मलाई सम्झनुहोस् है, डोनर काका भनेर। ल त ल, नमस्कार। ल, यो खुसियाली